30,000 मान्छे कोचिने दशरथ रङ्गशालामा आर्मी भर्सेस एपिएफमा जम्मा 570 टिकट सोल्ड भएको थियो। आज हाम्रा नेसनल टिमका स्टार प्लेयर्सहरू लाइन लागेर अस्ट्रेलिया गएका छन्। ए डिभिजन लिग खेल्न होइन, त्यहाँका वेयर हाउसमा सामान बोक्न, किचनमा भाँडा माझ्न र कन्स्ट्रक्सन साइटमा काम गर्न। देशले आफ्नो होम म्याच होम ग्राउन्डमा पनि खेलाउन सकेन किनकि स्टेडियमको पिच खत्तम थियो। नेपालमा फुटबल मरेको होइन, फ्यान्सहरूको प्यासन पनि मरेको होइन, तर यो खेल खेल्ने मैदान, लिग खेल्ने क्यालेन्डर र प्लेयर्स बाँच्ने इन्कम मरेको हो। प्रब्लम हाम्रो ट्यालेन्टमा होइन, प्रब्लम हाम्रो सिस्टममा हो। ओली, देउवा, प्रचण्ड सबैको सरकार आए गए, नयाँ नेता आए, तर सिस्टमको माइन्डसेट कहिले चेन्ज भएन। अबको नयाँ बालेन सरकारमाथि कतिको आश गर्न सकिन्छ?